नेपालबाट यो युरोपियन कन्ट्री सजिलै घुम्न जान सकिन्छ र यो कन्ट्रीमा नेपाली पासपोर्टहरूको भिजा पनि इजिली लाग्छ र नेपालभन्दा धेरै एक्सपेन्सिभ पनि छैन। दिस इज अजरबैजान। इट इज अ युरेसियन कन्ट्री। सो यो कन्ट्री केही पार्ट्स युरोपमा अनि केही पार्ट्स एसियामा पर्छ। युरोपियन भाइबवाला स्ट्रिट, मोडर्न आर्किटेक्चर, एफोर्डेबल होटल र इजी भिजाले गरेर नेपालबाट बजेटमा युरोपको एक्सपिरियन्स गर्नको लागि वान अफ द बेस्ट कन्ट्री हो। अजरबैजान जान सोच्नु भएको छ भने हियर आर द सम टिप्स। भिजा। नेपाली पासपोर्ट होल्डरले ई भिजा एप्लाई गर्न मिल्छ जुन 3 देखि 5 दिनमै आउँछ। US डलर लिएर जानु होला। सिम। एयरपोर्टमा ल्यान्ड गर्ने बित्तिकै सिम लिनुहोला। फर इजी इन्टरनेट एक्सेस गुगल ट्रान्सलेट पनि डाउनलोड गर्नुहोला किनभने धेरैले इङ्ग्लिस बोल्नु हुँदैन र साइन बोर्ड, मेन्यु ट्रान्सलेट गर्न पनि सजिलो हुन्छ। फर ट्रान्सपोर्टेसन डाउनलोड बोल्ट अर युबर एप किनभने बोल्ट इज इजी टु युज एन्ड एफोर्डेबल। मिटर ट्याक्सीमा चाहिँ स्क्याम हुने चान्स पनि हुन सक्छ। बागु इज नोन एज सिटी अफ विन्ड र विन्टर सिजनमा स्नोफल पनि एक्सपिरियन्स गर्न सकिन्छ। इफ यु हेभ एनी क्वेसन देन कमेन्ट गर्नुहोला। यस्तै भिडियोहरूको लागि चाहिँ फलो गर्नुहोला। थ्याङ्क यू।